लाइफमा चाहिँ हो त्यसरी चल्दैन कि कहिले पनि चल्दैन रहेछ कि लाइफमा चाहिँ होइन त्यो देखावटी हुन चाहिँ जरुरी रहेछ जस्तो क्या लाइट आयो क्या है लाइट बाहिर भ्लग सुट गर्दाखेरि चाहिँ अँध्यारोमा होइन त्यो छुट्टै मजा आउँछ कि किन भनेर भन्दाखेरि सबैजनाले होइन हेर्छन् कि होइन भ्लग सुट गर्दाखेरि पुरै हेरिदिन्छन् होइन त्यो रियाक्सन अनि हेर्दाखेरिको रियाक्सन हुन्छ नि छुट्टै हुन्छ कि होटलबाट हेरिरहेको छ यार मलाई यार सो म्यान आज रियाक्सन म देखाउँछु है मान्छेहरूको रियाक्सन देखाउँछु है हो त्यो पुचेले पनि हेरिरहेको छ मलाई सो म्यान म चाहिँ यहाँ फर्स्ट टाइम आएको है एक्चुअली दिस इज माई फर्स्ट टाइम हियर राइट नाउ अनि हेरौँ के कस्तो हुन्छ कस्तो हुँदैन भनेर फेरि मेरो के भन्छ मेरो भिडियो बनाउँछस् भनेर होइन यसरी देखाउँदाखेरि मेरो भिडियो बनाउँछस् भनेर मोबाइल यसरी होइन मतलब भन्छ नि हातबाट छिन्दियो भने त तँलाई भन्छ त यो मेरो के भन्छ 2 लाखको फोन हो 2 लाख फेरि यतै फर्क्यो बाबु म त त्यता केही पनि नरहेछ कि त्यो भएर आएको वाउ नभेटौँ भनेको भेट्नै पऱ्यो बाबु सो म्यान हो यसरी हान्नुपर्छ होइन मजा आउँछ नि सबैजनाले मलाई हेर्छन् अब अगाडि स्योर हो कुन चाहिँ पार्क लागेको छ भनेर हेर्छ होला मलाई तर आई डोन्ट केयर म्यान के गरेको गर्नु चाहिँ यार ल जे गरे पनि गर्नु चाहिँ गऱ्यो है त्यो फुचेले सो बाई बाई एन्ड थ्याङ्क यू फर 1 सब्सक्राइब सो म्यान वे के गरेको बाबु के गरे सो म्यान अब यो पनि यतै आउँछ स्योर यो पछि पनि यतै आउँछ कि स्योर हो अगाडि गएपछि तर यो जुम इन गर्दाखेरि चाहिँ अलि कस्तो नराम्रो भने कि क्वालिटी चाहिँ नराम्रो हुन्छ यसमा सो म्यान अब म कता जाँदैछु भनेर भन्दाखेरि म त्यही बाटो रिटर्न आएको हो रिटर्न आइरहेको छु त्यही बाटो अनि म अब अगाडि जाँदैछु अगाडि गएर अब मैले एउटा ठाउँमा सोधिसकेँ तपाईँहरूकै गाडी सो म्यान 600 भने त धेरै महँगो लाग्यो मलाई 600 ठिकै थियो तर त्यसमा प्लस एड अन खाना पनि एड अन गरे भए चाहिँ ठिकै हुन्थ्यो कि खाना चाहिँ एड अन गरेको छैन अनि 600 मात्र म होइन के को लागि दिने होइन त सो म्याम ढुङ्गाहरू चाहिँ त्यही भएर तल पनि हेर्नुपर्ने हुन्छ मैले सो म्याम सो मैले हुँदै म अघिबाट आएछु कि हेरौँ अब के हुन्छ कस्तो हुन्छ यता त के हो यार कसैले पनि होइन भ्लग हान्दैन नि क्या हो वाट्सअप सो म्यान यता चाहिँ अब भ्लग सुट चाहिँ खासै कसैले गर्दैनन् रहेछ है यो चाहिँ मैले बुझेँ यहाँबाट माथि चाहिँ कहाँ जान्छ होला आई डोन्ट नो म्यान बट म त्यहाँ जानु चाहन्न किनभने मलाई थाक्नु छैन अहिले त्यही हो भनेको लास्टै उकालो छ कि सो सबजनाले मलाई हेर्छन् अब अनि एउटा कुरो चाहिँ के भनेर भन्दाखेरि यता तिहारमा चाहिँ रमाइलो हुन्छ होला किन भनेर भन्दाखेरि यस्तो अँध्यारो ठाउँ छ होइन अँध्यारो ठाउँमा बत्ती बाल्यो भने त अभियसली होइन लाइट आयो भने त झिलमिल भयो भने त रमाइलो हुन्छ नै सो म्याम कभी कभी मेरे दिल में रेस्ट्रो खाजा घर रेस्ट्रो भनेको के बस्न मिल्ने हो सोधौँ के हो एकचोटि होइन होला बस्न मिल्ने होइन होला हो त्यहाँ कोठा छ मान्छेहरू बस्छन् होला मान्छेहरूको घर हो रेस्ट्रो भनेको चाहिँ एक्चुअलीमा के हो थाहा भएन मेरो रेस्टुरेन्टको होइन सर्ट फर्म होला रेस्ट्रो भनेको त्यस्तै लाग्छ मलाई सो म्यान यति भन्दै म यहाँसम्म आइसकेँ अब चाहिँ हलाइसकेँ मलाई कोही नयाँ ठाउँ मतलब अलि राम्रो ठाउँ कतै छैन रहेछ त मैले एकचोटि त्यहाँ होटलमा पनि दाइलाई सोधिरहेको थिएँ यतातिर नाइट क्लबहरू छ कि छैन भनेर सोधेको बट त्यस्तो छैन भनेर भन्छ मलाई मतलब हुन्छ नि त्यस्तो वाउ भन्ने टाइपको चाहिँ छैन अरे त्यही भएर म पैसा फोकटमा खर्च गर्न चाहन्न नभएको पैसा सो म्यान सो त्यही भएर चाहिँ म अब जान्छु अगाडि जान्छु हेरौँ के हुन्छ कस्तो हुन्छ केही पनि थाहा छैन अब के हुन्छ कस्तो हुन्छ मैले प्लानिङ चाहिँ केही पनि गरेको छैन अनएक्सपेक्टेड हो सबै सो हेर्दै जाउँ देखाउँदै जाउँ
So man, it's good, is it? Beauty parlor, okay. यो चाहिँ सामुदायिक वन उपभोक्ता महासङ्घ हो है नेपाल। लास्टको चाहिँ नेपाल रहेछ है। म त नेपाललाई नै गोल भने जस्तो लागिरहेको गोल हो कि गोल गोल नेपाल रहेछ गोल हो देखिरहेको। सो म्यान सो म्यान अनि त्यही हो यार। उनीभित्र चाहिँ क्या सेक्सी केटी बसिरहेछ यार। देखाउँछ है म है। जस्ट सेकेन्ड म यहाँभित्र क्या उभिरहेछ नि। क्या सेक्सी के हो माई गॉड। सो म्यान पक म्यान दिमागको दही भइसक्यो के सोचिरहेको छु म। सो म्यान ओ माई गॉड यो चाहिँ के हो होटल मात्र होला यो चाहिँ आन्टी। अनि म अघिकै ठाउँमा आएँ चोकमा आएँ। सो म्यान तर यो त कस्तो आउँदो रहेछ यार। यहाँ चाहिँ मासु पसल हो मासु पसल। सो अघि मैले सोधेँ कि हो लास्टमा मैले अरू ठाउँमा होइन पाइनँ भने चाहिँ यहीँ फर्किनु पर्ने हुन्छ है। सो म्यान एट्याच यो के भन्ने टेम्पो एट्याच रुम रे क्या। एट्याच रुमको चाहिँ कति भनेर भन्दाखेरि 1000 रुपियाँ रे होइन। मैले अब एट्याच रुम लिएर के गर्नु हो यार। यहाँ तल चाहिँ नजाउँ होला तल चाहिँ अँध्यारो न अँध्यारो छ है। सो म्यान अनि त्यही हो यता चाहिँ पुरै अँध्यारो छ बत्ती छैन। यतातिर जङ्गल होला सायद देखाउँछु है म। आई विल सो यु। सो म्यान पुरै अँध्यारो छ कम्प्लिटली अँध्यारो छ तल है। अनि त्यही हो यतातिर चाहिँ केही पनि छैन है यतातिर आई मिन नर्मल मार्केट मात्र छ कि। आई मिन मलाई चाहिने कुरा चाहिँ छैन यहाँ। सो म्यान है कस्तो गाडी हो यार यो। पक्कै पनि सरकारी गाडी है सरकारी गाडी हो बट हु केयर्स। सो म्यान अब यता जाँदा यता अँध्यारो छ पुरै। म चाहिँ माथि जान्छु माथि गएर हेरौँ के हुन्छ कस्तो हुन्छ भनेर। सो म्यान तर माथि आई थिङ्क होइन माथि चाहिँ बल्ल बुझेँ यार। एक्चुअली म यहीँ नजिकै बस्यो भने त मलाई फाइदा हुन्छ किन भनेर भन्दाखेरि भोलि मेरो यतै काम छ कि यहाँ ट्याक्कै भोलि उठेर बिहानै जान सकिन्छ होइन काम गर्नलाई। तर त्यस्तो मतलब धेरै काम चाहिँ छैन है मेरो। लगभग सबै कामहरू चाहिँ सकिसक्यो अब अलिकति थोरै काम मात्र बाँकी छ। सो म्यान यहाँ चाहिँ प्रगति मोमो रेस्टुरेन्ट एन्ड मोमो होइन लज हो यार। त्यो मतलब मोमो देखिरहेन मोमो होइन है त्यो। सो म्यान यो चाहिँ लज हो लज लेखा छ त्यहाँ है अलि देखिएन यो चाहिँ लज हो लज। सो म्यान अलिक कस्तो ब्लर देखेको मेरो लज हो यो लज रहेछ। यहाँ पनि सोधौँ के गरौँ यार। प्रगति मोमो रेस्टुरेन्ट एन्ड लज यहाँ बस्यो भने पनि ठिक हुन्छ। खाना र बस्नको लागि एकचोटि पढ्दिउँ न है। धेरै ठाउँमा नजाउँ कि होइन एउटा बुक गरेर होइन गए पनि खोइ यहाँ त कुकुरहरू सिकारीहरू बसिरहेछ नि त। अनि यहाँ पुरै शिकार गर्नलाई बसिरहेछन् तर टोक्दैनन् रहेछ यिनीहरूले है। मैले बुझिसकेँ है अलिकति हेरेर थाहा पाइसक्यो यिनीहरूले टोक्दैनन् भनेर। सो म्यान भित्र आन्टीले चाहिँ मलाई हेरिराख्नु भएको छ है। आन्टीले किन हेर्नुभयो मलाई थाहा छैन। सो म्यान यहाँ मैले यहाँ पढ्नाडे है खाना र बास बस्नको लागि त्यो आन्टी चाहिँ लुक दिइरहे। खाना र बास बस्नको लागि राम्रो व्यवस्था छ अरे है। एकचोटि सोधौँ न है यहाँभित्र पनि सोधौँ के कस्तो भन्छ। सो म्यान आन्टी टोक्छ यिनीहरूले रुमको लागि एकजना मात्रै के कामले म होइन यहाँ मेरो काम थियो नागरिकताको बारेमा त्यसको लागि आएको। कति हो एकजनाको लागि 500 अनि खाना 200 सादा खाना अनि चिकनहरू कति 350। ओहो
हुन्छ नि आन्टी म एकछिनमा आउँछु है यिनीहरूले टोक्छ टोक्दैन छोयो भने चाहिँ टोक्छ ए हस् ओके आन्टी एकछिनमा आउँछ है आन्टी यार आन्टी फायर भइसकेको छ कि पुरै क्यामेरा मतलब हुन्छ नि तिर्छायो भनेर के काम ल्याएको अरे म त एकछिन के भन्ने भइरहेको होइन एकछिन सोचे भएर ल के भन्छ यार अब म यहाँ जे काम ल्याए पनि त्यो मान्छेलाई त अब मतलब भएको त कुरा होइन नि त अब भए पनि अब हुन्छ नि के धेरै बोलिराख्ने भनेर चाहिँ मैले बोलिनँ म त्यहाँ चाहिँ म जाँदिनँ कि अब किन भनेर भन्दाखेरि सस्तो भए पनि जाँदिनँ कि किन भनेर भन्दाखेरि म पछि भन्छु आन्टी भित्र को हुनुहुन्छ को हुनुहुन्छ भित्र हजुर हो यहाँ रुम छ छैन है हजुर हजुर ए हस् धन्यवाद सो म्यान मेरो होइन मान्छेहरूसँग के भन्छ बोल्दाखेरि चाहिँ अलिकति कस्तो छुट्टै के भन्छ इमोसनल बडी हुन्छ कि इमोसनल बडी हुन्छु तर म त्यहाँ चाहिँ जान्न है त्यहाँ चाहिँ म जाँदिनँ त्यो ठाउँमा चाहिँ जाँदिनँ म हो यो ठाउँमा जान्न है म सो म्यान किन भनेर भन्दाखेरि त्यहाँ चाहिँ अलिकति बोल्नलाई होइन तमिज हुन्छ नि तमिज भन्ने कुरा हुन्छ नि एउटा हो त्यो चाहिँ मलाई ठिक लागेन है यो चाहिँ किराना पसल हो यो सो म्यान यो कुकुरले टोक्छ टोक्दैन हो टोक्दैन होला यो कुकुरले ओए म यता जान आँटेको त पनि यतै आउनुपर्ने ठ्याक्कै सो म्यान माथितिर जाउँ माथितिर के हुन्छ कस्तो हुन्छ आइल सी हो यति भन्दै भ्लग पनि लामो भएछ है बन्सर होटल एन्ड रेस्टुरेन्ट अनि कोही मान्छेहरू चाहिँ होइन यति राम्रो हुन्छन् होइन यति राम्रो हुन्छन् कि कुरै नगरौँ होइन राम्रो हुन्छन् कि तिनीहरू सानो मान्छे भएर राम्रो भएको होइन कि ठुलै मान्छेहरू पनि होइन मतलब ठुलो पोस्टमा बसेको मान्छेहरू अथवा ठुलै भिआइपी मान्छेहरू पनि राम्रो हुन्छन् कि अब ह्युमेनिटी भएको मान्छेहरू चाहिँ राम्रो हुन्छन् तर कोही चाहिँ होइन लो लेभलको क्लास भए पनि होइन एटिट्युड हुन्छ नि एउटा एटिट्युड भन्ने कुरा हुन्छ नि बेहोराहरू तमिज हुन्छ नि तमिज हुन्न कि सो म्यान भयो छोडिदिउँ यो कुराहरूलाई सो यति भन्दै भिडियो चाहिँ लङ भइसक्यो यता चाहिँ अलिकति उज्यालो रहेछ है पहिला यता हेरौँ है कतिको उज्यालो छ भनेर सो म्यान ब्याडमिन्टन हानिदिएको गुड हान्नुपर्छ यो पिछेलाई त मैले उता देखाए जस्तो लाग्यो यो कुकुर चाहिँ के हो टोक्छ क्या अहिले यार यो थाकेको हो कि खुसी भएको हो खुसी भएको होला खुसी भएको पनि हो थाकेको पनि हो यो दुइटै हो के भन्छ यार यो चाहिँ के हो सन्दा होटल रेस्टुरेन्ट रे सन्दा होटल एन्ड रेस्टुरेन्ट अङ्कलले के गरिदिनु मलाई हेलो आन्टी सन्चै हुनुहुन्छ कोही मान्छेहरू चाहिँ राम्रो हुन्छन् कि मतलब होइन जे जस्तो भयो भने राम्रोसँग बोल्ने होइन त्यति त चाहिएको हो नि यार ओ यहाँ पनि लज रहेछ बेसर लमजुङ गण्डीको होटल एन्ड लज रे तर यो पुरै अँध्यारो रहेछ है यहाँ लेखापढी सम्बन्धी काम पनि गरिन्छ अरे तर धेरै हेर्दै यार भुत बङ्गला जस्तो छ यो हेर्नु न यहाँ माथि के लाइटै छैन होला यहाँ चाहिँ नबस्नु होला सो म्यान जीवन होटल एन्ड लज यो पनि होटल एन्ड लज रहेछ यहाँ बस्यौँ क्या हो यहाँ पनि ठिकै लाग्यो एकछिन सोधौँ क्या हो तल चाहिँ नजाउँ होला खाजा घर यो चाहिँ खाजा घर भयो तल चाहिँ नजाउँ किन भनेर भन्दाखेरि तल सहरै हो पुरा सहर होइन तर जाउँ कि नजाउँ यार सो म्यान के गरौँ हौ यता सोधौँ न है पहिला है कति छ भनेर प्राइस चाहिँ कति छ भनेर सोधौँ आइल सी इन द नेक्स्ट भिडियो सो म्यान यहाँबाट हो क्या हो यहाँबाट झ्यालपेन यहाँबाट हो चोर भन्ला नि हेलो दिदी एकचोटि खोल्नु मिल्छ होला हजुर यो लज हो खाजा मात्र हो बन्द भइसक्यो ए हस् गुड नाइट बाई बाई सो म्यान म त फेरि हेर्दाखेरि चोर जस्तो देखिन्छु नि चोर भनेर पनि तर्सिन्छन् के मान्छेहरू तर्सिनु सक्छ कि सो म्यान यति भन्दै अब म कहाँ जाँदैछु भनेर भन्दाखेरि उतापट्टि जाँदैछु है पारिपट्टि जान्छ है यहाँ चाहिँ बत्ती छैन पुरै कम्प्लिटली अँध्यारो छ सो देख्नु सक्नुहुन्छ
तर मेरो मोबाइलमा चाहिँ उज्यालो देखेको हो तर कम्प्लिटली उनीहरू छ यो पनि खाना घर है रोहित खाजा एन्ड खाना घर हो यो सो म्यान सो ए यताबाट पनि जानु मिल्ने रहेछ त अनि यताबाट यताबाट जाउँ है यताबाट चाहिँ म कहिले पनि हिँडेको छैन आज हिँड्दैछु खुसी लाग्दैछ मलाई हिँड्न पाउँदामा म भाग्यमानी सम्झिन्छु आफूलाई सो म्यान यति भन्दै मेरो अगाडि आन्टी हुनुहुन्छ आन्टी पनि गइराख्नु भइरहेछ बिस्तारै झोला बोकेर सो म्यान सो यति भन्दै क्या उज्यालो कि है पुरै यता चाहिँ उज्यालो रहेछ पुरै होइन यता चाहिँ अँध्यारो क्या पुरै आन्टीले क्या अरे मलाई सो फेरि म आन्टी लभर चाहिँ होइन है सो म्यान